ल है त साथीहरू, अब कुरा गर्ने हो दोस्रो दिन हो आज। नेपाल कस्तो देश हो भनेर यसलाई कति आधारमा वर्गीकरण गर्न सकिन्छ भनेर पनि ल त सुरु गरौँ है त। जस्तैमा नेपाल कस्तो देश हो लेख्नु पर्यो है। यसलाई हाइलाइट गरिदिने किनकि यो क्वेसन्स तपाईलाई सोध्ने नै हो, त्यही भएर यसलाई के को सिम्बल दिनु पर्यो, यस्तो सिम्बल तपाईँ दिइहाल्नुहोस्। यसले पनि भिआइपी नै बताउँछन् है। मेरो पेन अलि स्लो चलिरहेको छ। नेपाल कस्तो देश हो। नेपाललाई 1 नम्बरमा तपाईँ भौगोलिक आधारमा भन्न सक्नुहुनेछ। लेख्नुहोस् भौगोलिक आधार। भौगोलिक आधारमा यो के हो भन्दाखेरि यो भूपरिवेष्ठित राष्ट्र हो। भूपरिवेष्ठित राष्ट्र। त्यस्तै समुद्रसम्मको दूरी कति छ? समुद्रसम्मको दूरी यसको 1127 किलोमिटर रहेको छ। त्यस्तै यहाँ नेपालको कुन सागर थियो भन्दाखेरि नेपाल हुनुभन्दा पहिला यो जुन तपाईँ सगरमाथाहरू हेरिराख्नु भएको हो, यो सगरमाथाहरू पहिला पानी समुद्रको भित्र थियो क्या, जसलाई टेलिस सागर भनिन्छ। टेथिस सागर। यसको टेथिस सागरको परिमाणको लागि यसको परिमाण के हो भन्दाखेरि काली गण्डकीमा पाइने त्यो शालिग्राम। काली गण्डकीमा पाइने शालिग्राम। त्यस्तै एउटा अझै छन्, सगरमाथाको उचाइ 4 इन्चले बढ्दै जानु। 4 इन्चले माउन्ट एभरेस्ट को उचाइ बढ्दै। अब 2 नम्बरमा आर्थिक आधारमा के हो भन्दाखेरि यो अति कम विकसित राष्ट्रमा पर्दछ। अति कम विकसित राष्ट्र
पर्दछ। इङ्ग्लिसमा LDCs भनिन्छ। यो कहिले अति कम विकसित राष्ट्रमा भयो भन्दाखेरि सन् 1971 मा यो सूचीकृत भएको हो अति कम विकसित राष्ट्रमा। त्यस्तै यसको आशा के रहेको छ भन्दाखेरि विक्रम सम्वत 2083 साल 8मा महिना 9 गते यसलाई विकसित राष्ट्रमा स्तरोन्नति गर्नु पर्यो। विकसित राष्ट्रमा स्तरोन्नति गर्नुपर्छ। जुन अहिलेसम्म भएको छैन त्यो भविष्यमा गर्ने कुरो हो है। यसमा कन्फ्युज नहुनु होला, किनकि यो जेनजी आन्दोलन भएको थियो त्यसपछि के भयो भन्दाखेरि नेपालको झन्नै जीडीपी घटेको रहेछ। त्यही भएर हामीहरूलाई के लाग्छ भन्दाखेरि यसपालि त विकसित राष्ट्रमा घोषित सूचीकृत गर्न सकिँदैन, तर अघिल्लो चोटिमा गर्न सकिन्छ भनेर अब सोच्नुपर्छ है। तर लोकसेवामा सोध्छ भने तपाईँलाई यसपालि यो लेख्नै पर्छ, भन्नै पर्छ है। त्यस्तै तेस्रो नम्बरमा अर्थव्यवस्था नेपाल कस्तो देश हो भनेर हाइलाइट गरिएको राख्नु पर्यो के, हाइलाइट गरिदिनुहोस् अन्डरलाइन गरेर। अनि तेस्रो नम्बरमा अर्थव्यवस्थाको आधारमा तपाईलाई भन्थ्यौ यो मिश्रित अर्थव्यवस्था हो। नेपालको अर्थव्यवस्था मिश्रित अर्थव्यवस्था हो। यो मिश्रितमा पनि दुई किसिमको हुन्छन्। यो मिश्रित कसरी भयो? एउटा हुन्छन् पुँजीवादी, एउटा हुन्छ समाजवादी। त हामीहरूलाई यही 2083 साल 8मा महिना 9 गते हामीहरूलाई पुँजीवादीमा कन्भर्ट हुने हो। तर यो जेनजी आन्दोलनले गर्दा त्यो त हुन सकेन। त्यही भएर मिश्रित अर्थव्यवस्थामा हामीहरू अहिले छौँ। अनि पुँजीवादी अर्थव्यवस्थामा हामीहरू अघिल्लो चोटिमा पक्कै जाने होला जस्तो लाग्छ हामीहरूलाई। तपाईलाई पनि लाग्छन् होला है त। तब लेख्नु पर्यो यसको यसरी गर्ने। एउटा पुँजीवादी अनि पुँजीवादी अर्थव्यवस्था, समाजवादी अर्थव्यवस्था अब 4 नम्बरमा कुरा गरौँ। 4 नम्बरमा तपाईले भन्न सक्नुहुन्छ सामरिक भू राजनीतिक अथवा भू राजनीतिको आधारमा
यो सामरिक अथवा भू राजनीतिक भन्दैमा तपाईँ के बुझिहाल्नु होला कि यो बफर देशलाई भनिराखेको छ के बफर देश। बफर देशको अर्थ के हुन्छ भन्दाखेरि दुई हाम्रो चारैतिरबाट ल्यान्ड लक हुन्छ यो ठाउँ। जस्तै भयो नि नेपाल, यो मानिलिनुहोस् तपाईँको नेपाल भयो, अनि यताबाट पनि यता तीनटै ठाउँबाट पहाडले छेकेका एरियालाई ल्यान्डलक्ड कन्ट्री भनिन्छ। अनि जहाँ समुद्र हुँदैन त्यसलाई पनि बफर स्टेट, बफर देश भनिन्छ है। अब हेर्नुहोस् यो कसरी बफर देश भयो। यता बिचमा छन् नेपाल, माथि छन् उत्तरतिर चीन है साथीहरू, अनि दक्षिणतिर छन् भारत। अब जनसङ्ख्याको आधारमा चीन दोस्रो स्थानमा रहेको छ। जनसङ्ख्याको आधारमा दोस्रो स्थान। त्यस्तै भारत पहिलो स्थानमा रहेको छ जनसङ्ख्याको आधारमा पहिलो स्थानमा रहेको। अनि नेपाल त के भन्नु नभन्नु, सिधै भनिदिने हो, अति कम विकसित मुलुक हो। त्यस्तै अर्थतन्त्रमा जीडीपी चीन दोस्रो नम्बरमा रहेको छ। अर्थतन्त्रमा दोस्रो स्थानमा रहेको छ। तपाईले हेरिराखेका छैन सरी है। अनि त्यस्तै भारत अर्थतन्त्रको हिसाबले कतिऔं स्थानमा रहेको छ भन्दाखेरि 4औं स्थानमा आएको छ। त्यही भएर भारतलाई पनि विकसित राष्ट्रमा स्तरोन्नति गरिएमा स्वीकृत गरिएको। अब कुरा गरौँ 5 नम्बरमा हामीहरू हेर्ने हो के त अन्तर्राष्ट्रिय सम्बन्ध सम्पर्कको हिसाबले नेपाल कस्तो देश हो। अन्तर्राष्ट्रिय सम्बन्ध अथवा सम्पर्क एउटै कुरो हो। यो पाठको लागि है कन्फ्युज नहुनु। संलग्न, यसको अर्थ हुन्छ संलग्न। इङ्ग्लिसमा सोध्यो भने सर्ट फर्म NAM। यसको संस्थापक देश नेपाल हो। संस्थापक देश। यसको सम्बन्ध UNO को 72औं सदस्यतामा UNO को अर्थ हुन्छ, तपाईलाई भन्दै एकचोटि युनाइटेड नेसन्स अफ अर्गनाइजेसन। यसमा नेपाल 72औं सदस्य रहेको छ। 72औं सदस्य। यसले के बताउँछ हेराउँछ भन्दाखेरि नेपाल शान्तिपूर्वक बाँच्ने देश हो भनेर, सुखी सम्पन्न देश हो भनेर। किनकि UNO को साथ सदस्यता गर्नु नै
सुखी सम्पन्न राष्ट्रहरूलाई बुझाउँदछ। त्यस्तै डब्लुटिओ यो सबै पुच्छ साथीहरू फुल फर्म पनि। यसको अर्थ हुन्छ डब्लुटिओ को वर्ल्ड ट्रेड अर्गनाइजेसन अनि युएनओ को युनाइटेड नेसन अफ अर्गनाइजेसन। यसमा 147औं स्थानमा 147औं सदस्यता प्राप्त गरेको हो। त्यस्तै इन्टरपोल इन्टरपोलमा नेपालले 100औं सदस्यता प्राप्त गरेको। 100औं सदस्यता प्राप्ति। अब धार्मिक हिसाबले हाम्रो नेपाललाई धर्मनिरपेक्ष नेपाल भनेको हो। त्यस्तै नेपाल विश्वको 16औं धर्मनिरपेक्ष राष्ट्र हो। विश्वको 16औं धर्मनिरपेक्ष राष्ट्र हो। यो कहिले घोषित गरियो भन्दाखेरि 2063 साल 02 महिना 4 गते लागू गरिएको हो है।